सुकुम्बासीको व्यवस्थापन नभइकन तपाईले डोजर चलाउँदाखेरि आत्महत्या गर्नु पर्यो, त्यो परिवारले कसरी न्याय पाउँछ? पाउँछ, हरेकले न्याय पाउँछ। मरेको मान्छे बच्चाहरूको बिछाउनु भएको छ, अदालतले आदेश दिएको छ डोजर नचलाउनु भनेर, तर अहिले पनि डोजर चलेको छ। 2 जना मान्छेले आत्महत्या गरे, रोइ कराइ छ। तपाईले छाती त थाप्नु भएन, संवेदना त प्रकट गरिदिनु सभापतिज्यू। अब तपाईलाई एउटा कुरा मैले भर्खरै यो बारेमा भर्खरै पनि मैले बताएँ, तपाईले बुझेन तपाईँको जवाब। अब म तपाईलाई चित्त बुझाउँ कि आम नागरिक हेर्नुस् न, आम नागरिकलाई म के भनिरहेको छु भने कोही पनि घरबार हिँड्नु पर्दैन। प्रक्रियामा कहीँ योभन्दा राम्रो हुन सक्थ्यो होला, त्यो पनि मैले भनिसकेको छु। तर अन्ततोगत यसलाई समाधान त गर्नु पर्ला नि, यतिकै छोडिदिनु भनेर समाधान गर्नु पर्ला कि परेन? समाधान त गर्नु पर्यो। समाधान गर्दाखेरि एक पाइला सार्नुपर्छ। त्यो पाइला सार्दै जाँदाखेरि हामी गन्तव्यमा पुग्छौँ र अन्तिममा गन्तव्यमा पुग्दा कसैले पनि मलाई अन्याय परेछ भन्नु यो एकदमै अर्ली भएको छ। अहिले सुरुवात तपाईँले भन्नुभयो, तपाईँले खबरदारी गर्नुभयो, अन्यायमा परे, मान्छे मरे, अप्ठ्यारो पर्यो, तपाईँहरू बोल्नु भएन भन्नुभयो नि। हामी बोल्ने भनेको हाम्रो नीतिले बोल्ने हो। त्यो समय आउँदैछ, उहाँहरू सबै जो घरबार विहीन हुनुहुन्छ, वर्षौंदेखि बस्नुभएको छ, उहाँहरूले पाउनुहुन्छ न्याय दिनुहुन्छ। जसले सुकुम्बासीको व्यवस्थापन नभइकन तपाईँले डोजर चलाउँदाखेरि आत्महत्या गर्नु पर्यो, त्यो परिवारले कसरी न्याय पाउँछ? पाउँछ, हरेकले न्याय पाउँछ। मरेको मान्छेले पनि न्याय पाउँछ? परिवारले न्याय पाउनु पर्दैन त? मरेको मान्छे एउटा कुरा तपाईँलाई म के स्पष्ट पार्न चाहन्छु भने एउटा कुरा हामीले समग्र घटनालाई हेरेर समग्र सुकुम्बासी समस्यालाई कसरी समाधान गर्ने भन्ने विषयलाई लिएर अवधारणा बनाएका छौँ। यहाँले देख्नु भएको छ मृतकको परिवारप्रति मृतकको परिवारप्रति आदेश किन मानिरहेको? मान्नुपर्छ, हरेकले मान्नुपर्छ।